नमस्ते साथीहरू, हजुरलाई के छ अमेरिका च्यानलमा हजुरलाई धेरै धेरै स्वागत छ। आज हामी अमेरिकाकै सन्दर्भमा सडक सम्बन्धी कुराहरू चाहिँ गर्न गइरहेछौँ। भनिन्छ अमेरिकाले सडक बनायो अनि सडकले चाहिँ अमेरिका बनायो भन्ने एउटा कहानी मैले पहिला सुनेको थिएँ। अनि आज यही सडक यात्राकै क्रममा केही कुराहरू जानकारी गरौँ भन्ने हिसाबले हजुरसँग यो सामग्री लिएर आएको छौँ। यस भिडियोमा हामी अमेरिकामा सडकको अवस्थाबारे, तिनको व्यवस्थापन र भविष्यमा के कस्तो परिवर्तन आउनेछ भन्ने कुरा छलफल गर्नेछौँ। सडक मात्र यातायातको लागि होइन, हाम्रो समाजको आर्थिक, सांस्कृतिक र सामाजिक जीवनको महत्त्वपूर्ण हिस्सा पनि हो। त्यसैले यसको व्यवस्थापन र विकासमा विशेष ध्यान दिनुपर्ने रहेछ। अमेरिका एउटा विशाल देश हो र यसको सडक नेटवर्क पनि त्यति नै विशाल रहेको छ। अमेरिकामा सडक विकासको इतिहास धेरै पुरानो हो। सन् 1956मा इन्टरस्टेट हाइवे सिस्टमको सुरुबाट अमेरिकाको सडक यातायातमा ठुलो परिवर्तन आयो। यसले देशका विभिन्न भागलाई आपसमा जोड्ने काम गर्यो र यातायात प्रणालीलाई थप द्रुत र सुरक्षित बनायो। अहिले अमेरिकामा करिब 4 लाख माइलको सडक नेटवर्क छ। हाम्रो किलोमिटरको हिसाबले भन्दाखेरि झन्नै 6 लाख किलोमिटर सडकको नेटवर्क छ, जसमा अत्याधुनिक र द्रुत राजमार्गदेखि साना गाउँका सडकहरू पनि समावेश छन्। अमेरिकामा सडकको मुख्यतया 3वटा प्रकार रहेको छ। एउटा हाइवे, यी सडकहरू मुख्य सहरको बीचको यातायातलाई सहज बनाउँदछन्। यसमा तीव्र गतिमा गाडी चलाउन सकिन्छ र प्राय लामो दूरीको यात्रा गर्नका लागि प्रयोग हुन्छ हाइवेमा। त्यस पछाडि अर्को छ इन्टरस्टेट। अमेरिकामा राज्य अन्तर्गतको अन्तर्राज्य सडकहरूको पनि एउटा विशाल नेटवर्क छ, जुन देशैभरि फैलिएर रहेको छ। यो अमेरिकी सडक यातायातको मुख्य आधार हो। त्यसै गरी तेस्रोमा रहेको छ स्थानीय सडक अथवा लोकल रोडहरू छ। यी सडकहरू प्राय सहर र गाउँको भित्री क्षेत्रमा हुन्छन् र छोटो दूरीको यातायातको लागि प्रयोग भइरहेका हुन्छन्। सडक निर्माण तथा मर्मत। अमेरिकामा सडक निर्माण र मर्मत धेरै साङ्गठनिक र पेशेवर प्रक्रियाबाट सम्पन्न हुन्छ। यहाँको सडक निर्माणमा अत्याधुनिक प्रविधिहरू प्रयोग गरिन्छन्। पहिलो चरणमा सडकको डिजाइन, योजना र बजेट तयारी गरिन्छ। त्यस पछाडि सडक निर्माणको लागि योग्य कम्पनीहरूलाई चयन गरी काम सुरु गरिन्छ। सडकको मर्मत सम्भार पनि नियमित रूपमा गरिन्छ, जसमा पुराना सडकहरूको पुनर्निर्माण र मर्मतको लागि पनि ठुलो बजेट छुट्याइन्छ। भने पछाडि कुनै पनि संरचना बनाएर मात्रै नहुने रहेछ होइन, त्यसलाई पुनर्निर्माण र मर्मत पनि गरिरहँदाखेरि मात्रै त्यो सडक चाहिँ दिगो पनि हुन्छ र व्यवस्थित पनि देखिँदो रहेछ यहाँको सडकहरू। यातायात व्यवस्थापन। अमेरिकामा यातायात व्यवस्थापन निकै प्रभावकारी रहेको छ। यहाँको सडकमै सवार गाडीहरूको गति र दुर्घटनाको घटनालाई कम गर्नको लागि विभिन्न प्रकारका ट्राफिक लाइट, साइनबोर्ड, आधुनिक प्रविधिहरू जस्तै इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम ITS को प्रयोग गरिन्छ। यी सिस्टमहरूले वास्तविक समयमा यातायातको स्थिति र अवरोधहरूको बारेमा जानकारी प्रदान गर्दछन् र त्यही हिसाबले व्यवस्थापन गर्दछन्। सडक व्यवस्थापनका चुनौतीहरू। सडक व्यवस्थापनमा केही चुनौतीहरू पनि छन्। अमेरिकाको केही प्रमुख सडकहरूमा ट्राफिक जाम एउटा ठुलो समस्या देखिरहेको छ। विशेष गरी न्युयोर्क, लस एन्जलस, सिकागो जस्ता सहरहरूमा दिनभरिको यातायातको भिडभाडहरूले समस्या ल्याउने गर्दछ। अर्को ठुलो चुनौती भनेको सडक संरचनाको पुरानो अवस्था पनि हो। अमेरिकामा धेरै सडकहरू पुराना पनि भइसकेका छन् र तिनको मर्मतमा ठुलो लगानी आवश्यकता पर्छ। यसका अतिरिक्त वातावरण सम्बन्धी समस्याहरू, हरित व्यवस्थापनका दृष्टिकोणबाट पनि सडकको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गइरहेको छ। अमेरिकामा सडक व्यवस्थापनका लागि 3 प्रमुख सरकारका एजेन्सीहरू जिम्मेवार छन्। सङ्घीय सरकार, फेडरल हाइवे एडमिनिस्ट्रेसन FHWA बाट सडकहरूको राष्ट्रिय स्तरमा निर्माण र मर्मत सम्हारको निगरानी गरिन्छ। राज्य सरकारले पनि यसलाई चाहिँ
उसको आफ्नै विभाग, सडक विभाग छ राज्यको पनि, जसले राज्यभरिका सडकहरूको व्यवस्थापन र मर्मत गर्दछ र स्थानीय सरकार प्रत्येक सहर र गाउँमा सडकको हेरचाह स्थानीय सरकारद्वारा गरिन्छ। अब यसै गरी यसको वित्तीय व्यवस्थापनको लागि सडकको व्यवस्थापन र मर्मतको लागि ठूलो बजेटको आवश्यकता पर्दछ। अमेरिकामा मुख्यतया ग्यास ट्याक्सबाट सडक निर्माण मर्मत सम्हारको लागि रकम सङ्कलन गर्ने गरिन्छ। त्यस्तै टोल रोड पनि धेरै राज्य र सहरमा लोकप्रिय छन्, जहाँ यात्रीहरूले मार्ग सडक प्रयोग गर्दाखेरि चाहिँ यो टोल रोड प्रयोग गर्दाखेरि चाहिँ त्यसको शुल्क तिर्नुपर्ने हुन्छ। त्यसले पनि एउटा ठुलो आम्दानीको सडकले चाहिँ पाइरहेको स्रोत हुन सक्छ सडकको लागि। अमेरिकाको सडक व्यवस्थापनको भविष्यमा केही रोचक परिवर्तन आउन सक्छ। भविष्यमा इलेक्ट्रिक कारहरूको वृद्धि, स्वचालित गाडीहरू, स्मार्ट सडकहरू जस्ता नयाँ प्रविधिहरूले सडक व्यवस्थापनमा ठूलो प्रभाव पार्नेछन्। यस्ता नयाँ विकासहरू सडक संरचनामा सुधार ल्याउने र यात्रा सुरक्षामा मद्दत पुर्याउनेछन्। अनि अमेरिकाको सडक हजुरले हेरिरहनु भएको छ, यो 4 लेन 5 लेनका सडकहरू चाहिँ हैन विभिन्न हिसाबले देखिरहेको हुन्छ। अनि यति धेरै यो व्यस्त ठाउँ देखिन्छ कि हैन, मान्छे बाटोमा कम, सडकमा गाडी ज्यादा देखिरहेको हुन्छ। अनि सडकमा चाहिँ यो ट्राफिक सिग्नलदेखि लिएर अनि अर्को कुरा भनेको चाहिँ नेपालमा चाहिँ स्थानीय हिसाबले सोधेर गरेर जाने कुरा नर्मल्ली भइरहेको हुन्छ। यहाँ चाहिँ अब गुगल म्याप बिना अथवा त्यो एप्पल म्याप बिना चाहिँ यात्रा गर्न एकदम लोकल ठाउँमा चाहिँ अब दैनिक हिँडिरहने ठाउँहरू भन्दा बेग्लै हो। नभए हजुरले कुनै पनि ठाउँमा जाँदाखेरि त्यहाँको निश्चित एड्रेस हजुरले त्यहाँ राखेर मात्रै त्यहाँ पुगिन्छ, किनभने सडक सञ्जाल यति धेरै छ कि हजुरको त्यही सडक सञ्जालमै अल्मलिन सक्छ तपाईँको, त्यति धेरै सडक छ। अनि प्रत्येक व्यवसाय, अफिस, घर सबैको एउटा फिक्स एड्रेस हुने भएको कारणले गर्दाखेरि चाहिँ त्यो एड्रेस पुट गरिसके पछाडि चाहिँ सबै कुराहरू चाहिँ अनि व्यवस्थापन अनि हजुरलाई त्यसरी नै अब गाइड गरिरहेको हुन्छ होइन, म्याप हेरेरै हजुरलाई थाहा पनि छँदैछ। र यहाँ चाहिँ लगभग काहीँ सोधेर गरेर भन्ने कुरा चाहिँ इम्पोसिबल हो। त्यसले गर्दाखेरि गुगल म्यापमा अथवा हजुरको आफ्नो मोबाइल अथवा गाडीको डिस्प्लेको म्यापमा राखेर चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। अनि हजुरलाई अमेरिका सम्बन्धी हामीले दैनिक आफ्नो काम अनि आफ्नो यात्राको क्रममा भएको विकासहरू पनि हजुरहरू अहिले प्रविधिको विकासले गर्दाखेरि जहाँ भए पनि यो कुराहरू देख्न सकिन्छ। हजुरलाई के छ अमेरिका च्यानल कस्तो लागिरहेछ, यसलाई माया, सुझाव र सल्लाहको हजुरको निरन्तर आवश्यकता छ। हजुरहरूको निरन्तर सल्लाह सुझाव सहित अगाडि बढ्ने बाचाका साथमा फेरि पनि यस्तै रोचक सामग्री लिएर आउने बाचाका साथ लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद, नमस्कार। के छ अमेरिका च्यानललाई माया, प्रेम गरिदिनु होला। हजुरहरूको लागि उत्कृष्ट सामग्रीहरू ल्याउने कोसिस जारी छ र आगामी दिन हजुरहरूको शुभ रहोस्। जय देश।